नमस्ते, सेवारो फ्यापुलो सबैजनालाई। अहिले चाहिँ बिहानको अलमोस्ट 6:30 भइसक्यो र म यहाँ ब्ल्याक टी बनाउँदै यताउता गर्दै थिएँ है। मैले पूजापाठहरू गरिसकेर ब्रस गरिसकेर चाहिँ म यहाँ ब्ल्याक टी पिउनु पर्यो भनेर चाहिँ ब्ल्याक टी बनाउँदै थिएँ र मेरो हस्बेन्ड र मेरो नानी चाहिँ उठेको थिएन र मैले चाहिँ आफ्नो लागि ब्ल्याक टी बनाउँदै बसिरहेको थिएँ र अलमोस्ट मेरो ब्ल्याक टी पनि अब चाहिँ पाक्यो। र गाइस, तपाईहरूले मेरो यो च्यानल सब्सक्राइब गरिदिनु भएको छैन, सब्सक्राइब चाहिँ गरिदिनुहोस् है गाइस। र साथमै मैले बेलुका धुको भाँडाकुँडा पनि त्यत्तिकै थियो र मैले त्यो प्लेट्सहरू पनि थन्को मन्कोहरू पार्नु थालेँ है। यति पारेर चाहिँ म चिया पिउँछु भन्दै प्लेट्सहरू सबै कुरो थन्को मन्को पारेँ मैले। र गाइस, आज चाहिँ दिन वेदर चाहिँ यस्तो राम्रो भएको थियो, न घाम पनि टन लागेको पनि थिएन र धुम्मेको पनि थिएन, शीतल खालको दिन भएको थियो आज चाहिँ गाइस। र अब चाहिँ म यहाँ बढाल्नु थालेँ है, नानी उठ्छ भन्दै छिटो गर्दै बढाल्नु थालिसकेको थिएँ। र यताउता गर्दा गर्दै तल रोडमा निनी देखेँ। अनि कहाँ जानुभएको निनी भन्दै थिएँ। निनीले भन्नु चाहिँ त्यो दोकान गएर आएको भनेर है। अन्तखेरि म चाहिँ छिटो गर्नु थालेँ र मैले चाहिँ यहाँ नानीको सुज पलिस गरिदिँदै थिएँ, किनकि अहिले फेरि नानी उठेपछि हतार हुन्छ भनेर चाहिँ नानी नउठ्दाखेरि चाहिँ मैले सुज पलिस गरिदिएँ। र सुज पलिस गरिसक्दा नसक्दा मेरो छोरी पनि उठेछ र उठ्ने बित्तिकै उसलाई चाहिँ यसरी बोक्नुपर्छ, एकछिन भुल्याउनुपर्छ है। डाइरेक्ट उठेर हिँड्नु मान्दैन, झर्नु मान्दैन भुइँमा, र यसरी एकछिन भुल्याउँदै थिएँ मैले उसलाई। र फेरि म यहाँ चिया बनाउँदैछु है फुपाको लागि। फुपा आउनु भएको छ नि त पल्लो घरको, अन्त मेरो छोरीले पनि सर्ट गरेर आयो र फुपा चाहिँ यहाँ हुनुहुन्छ। ल फाइनली चिया पनि पाक्यो, नानीको खिचडी पनि पाक्दैछ, चिया चाहिँ रेडी भयो है। अन्तखेरि अब म उनीहरूलाई दिनु आँटेको छु चिया, मेरो हस्बेन्ड र फुपालाई। अन्त मेरो हस्बेन्ड चाहिँ उठेको छैन, फुपा त्यहाँ छेउमा बसिरहनु भएको छ। मेरो छोरीले चाहिँ पानी पिउँदैछ, बिहानै उसले पनि तातो पानी दिन्छु र पानी पिउँदैछ। र मेरो छोरीले चाहिँ कलरिङहरू खेल्दै यहाँ माम पनि खाँदै गर्दैछ है। अन्तखेरि खेल्दैछ ऊ। अब चाहिँ रेडी पार्छु। उसको पापाले चाहिँ यहाँ सबै थन्काइदिँदैछ, अब चाहिँ रेडी हुनुपर्छ भनेर लुगाफाटा यहाँ छ। अब चाहिँ नानी रेडी हुन्छ। र फाइनली रेडी भइसकेर पनि निस्किनु आँट्यो बहिनी। उसको पापाले पुऱ्याइदिन्छ उसलाई स्कुलसम्म, स्कुल चाहिँ यी तल छ र पुऱ्याउनु आँटेको छ अब चाहिँ उसको पापाले, र मलाई बाई गर्दैछ। अन्तखेरि उसले चाहिँ उसको पापालाई म झर्छु भुइँमा हिँड्छु भन्दैछ हो। मैले चाहिँ नहिँड, अप्ठ्यारो छ बाटो भन्दै थिएँ हो। अब चाहिँ गयो स्कुल, उसको पापाले लग्यो उसलाई। अब चाहिँ गइसक्यो नानी स्कुल र म यहाँ लुगाफाटा धुनु थुप्रो थियो र लुगाफाटा धुँदै थिएँ है। अन्तखेरि नानी स्कुल गएको बेलामा त हो टाइम पाउने लुगा धुने हो। अब चाहिँ मैले यहाँ लुगाफाटाहरू सबै धुनुको लागि निकालेर धुँदैछु। र फाइनली मैले लुगाहरू पनि धुएर सबै सुकाइसकेँ है। अब चाहिँ लुगाफाटाको काम सक्यो। यहाँ चाहिँ मेरो हस्बेन्डले मसला फिटेर हाल्दैछ। अस्ति मिस्त्रीले आधी छोडिदिएको थियो नि त, त्यत्तिकै मसला नपुगेर। फेरि मैले मेरो हस्बेन्डलाई चिया बनाइदिँदैछु र साथमै मेरो यहाँ नानीलाई लन्चको लागि ब्रेड खाने भनेर भन्दै थियो र ब्रेड बनाइदिनु आँटेको छु है। र फाइनली उसको चिया पनि रेडी भएर मैले उसलाई दिएँ चिया है। अब उसले चाहिँ चिया पिइसकेर चाहिँ उसले त्यहाँ फेरि कन्टिन्यू काम गर्नेछ। छोरीको चाहिँ यहाँ हल्का ओइल लाउँदै यहाँनिर ब्रेड टामिदिँदै थिएँ। उसले यस्तै मन पराउँछ नि त पुरा, अन्त यस्तै लन्चमा हालिदिनु भनेर चाहिँ मैले उसले भनेको जस्तै नै बनाएर हालिदिँदैछु। र यहाँ चाहिँ उसको यहाँ बनाना थियो है। उसले मलाई लन्चमा बनाना सेक पनि हालिदिनु ल मम्मी भनेको थियो र यहाँ बनाइदिनु आँटेको छु मैले उसलाई। अब फाइनली यहाँ बनाना सेक पनि रेडी हुँदैछ है। अब बनिनु आँट्यो। त्यहाँदेखि यति रेडी भएपछि चाहिँ म उसलाई लन्च प्याक गरिदिन्छु। उसको चाहिँ फाइनली बनाना सेक पनि बनियो है। अन्त ब्रेड पनि रेडी भयो। अब चाहिँ उसलाई लन्च पुऱ्याउनुको लागि एकदम रेडी। ल फाइनली अब चाहिँ म घर आइपुगेँ लन्च पुऱ्याएर। पुरा गरम भएर पसिना आएर थाकेँ पनि। अब चाहिँ एकछिन रेस्ट गर्छु। नानीको स्कुल पनि छुट्टी भएछ, केही छिटो 2 पनि बजेछ है। उसको पापाले लिएर आउँदैछ। बिहान र बेलुकाको ड्युटी चाहिँ उसको पापाको हो। अब चाहिँ मेरो छोरी आइपुग्यो है। र म यो भिडियो पनि यही एन्ड गर्छु र तपाईँहरूले हेरिदिनुहोस् लास्टसम्म स्किप नगरिकन है। माया दिनुहोस्, सपोर्ट गरिदिनुहोस् र मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस्।